नमस्ते दुवैजनालाई। तपाईहरु कहाँदेखि आउनु भएको? हामी नेपाल बोर्डरबाट 100 किलोमिटर पर हाइवेबाट 100 किलोमिटर 100 किलोमिटर्स लगभग इटाली भन्ने ठाउँबाट। ओके, हजुरको नाम एकपल्ट भनिदिनुस् न। अप्सरा मैनाली सिटोला। हजुर, हजुरको मेरो अशोक सिटोला। हजुर, अनि तपाईहरु बिहे गरेको कति वर्ष भएको? हाम्रो 8 वर्ष। 8 वर्ष। नेपाली डेट अनुसार 73 साल। 8 years। 8 इयर्ससम्म तपाईहरुको चाहिँ नानी भएको थिएन नि? 8 इयर्समा चाहिँ डेलिभरी भयो भनौँ। 7 years जस्तो 3-4 वर्षसम्म भएन। 3-4 वर्षसम्म नभइसके पछाडि हामीले कसैको रिफरेन्समा यहाँ आयौँ। जो मार्फत रिफरेन्समा आएको थियौँ उहाँको डेलिभरी पनि जस्तो आइभीएफ भएको कारणले गर्दाखेरि अहिले ट्विन्स छोरीहरू छन् होइन, लगभग 5 वर्ष जस्तोको भयो। जति बेला कोभिडको टाइम थियो, कोभिडको टाइमको बेलामा उहाँहरूको बच्चा जन्मेको थियो हो भनेको अहिले 5-6 वर्ष भयो। 2020को कुरा हो, कोभिड भएको होइन, 1920 मा भएको हो नि त, 2019-2020 मा भएको हो। अनि उहाँहरूको डेलिभरी सक्सेसफुली भइसकिसके पछाडि उहाँहरूले हामीलाई यहाँ ल्याउनु भयो। त्यस पछाडि भन्ने हाम्रो कम्प्लेक्सिटी एकदमै ज्यादा थियो उहाँमा पनि ममा पनि होइन। ती सबै कम्प्लेक्सिटीहरूलाई एकपछि अर्को अब धैर्यताका साथ गर्नु पर्यो होइन। डाक्टरले जे भन्नुभयो त्यही अनुसार मानेर गरेर गर्दाखेरि झन्डै 2 वर्ष 3 वर्ष पछाडि मात्रै हाम्रो बस्यो बच्चा होइन। त्यो बच्चा बस्यो ओर्यो, त्यस पछाडि पनि के भन्छ जन्मियो, डेलिभरी भयो, एकदम अन टाइम डेलिभरी भयो। डेलिभरी भइसकेको पनि फेरि अब के भन्नु, अनलकिली हामीहरूले भाग्यमा थिएन भनौँ, जन्मेको 2 दिनमा बच्चा बित्यो। फेरि ल एकचोटि यहाँ देखाउन त के गर्न सकिन्छ भनेर गरे पछाडि लगभग फेरि त्यस्तो 2 वर्ष पछाडि फेरि 1 वर्ष चाहिँ समय लाग्यो फेरि उपचार गर्न। अनि त्यसको 1 वर्ष पछाडि फेरि ऊ भयो 2024 मा तपाईँलाई ट्रान्सफर भयो। ट्रान्सफर भए पछाडि ठ्याक्क 7 महिना भयो, 30 विक्समा डेलिभरी भयो, प्रिमेच्योर डेलिभरी भयो। त्यसमा पनि यो भन्दा अर्को एउटा थियो ठुलोमा प्रब्लम आएर अनि उसमा अलिकति कम्प्लेक्सिटी आएर चाहिँ निकाल्नु पर्ने हो। जन्मिँदाखेरि 1.5 किलोको थियो, ठ्याक्कै यति नै को थियो त, यत्रै पो थियो त होइन। 1.5 किलोका थिए, अब अहिले यो 7 किलो भयो। 7 दुईटै छोरा थिए। पहिला सुरुको चाहिँ छोरी थिए 2 दिनमा गई, अर्को छोरो चाहिँ 18 दिनको दिन होइन। चैत 14 गते हामी नेपालको चैत 14 गते जन्मेको, 18 दिन पछाडि ठ्याक्कै पैसाको मार्च 27 होला त्यो जेस नेपालको चैत 14 गते 2081 साल नेपाली विक्रमसम्म 2081 सालमा